Welcome back to my channel. This is PJ and you're watching my YouTube channel. As you can see, this is my new home which is currently building. Is on the process. यो चाहिँ हाम्रो चाहिँ यो फुल कोठा भयो. यो चाहिँ अलि यहाँ चाहिँ अड्केको कारणले चाहिँ यो अलि अड्केको छ. यो चाहिँ वायरिङको भयो. र यसरी चाहिँ हाम्रो फ्रन्टको चाहिँ यस्तो देखिन्छ. यो चाहिँ दुईटा कोठालाई चाहिँ फोडेर चाहिँ दुईटा कम्बाइन गरेको एउटा हल कोठा पछिको लागि चाहिँ पसल गर्नु पर्ने हो भएको कारणले. अनि यो चाहिँ वायरिङको बोर्ड हाल्छ भनेको हिजो बत्ती नआएर काम ठप्प भयो पानी परेको कारणले. अलि मौसम पनि खराब थियो र हाम्रो कोल्ला चाहिँ यत्रो वाइडमा छ. यसरी चाहिँ यो साइडतिर चाहिँ एउटा कोठा छ. यो चाहिँ अलि अँध्यारो छ अहिले. र यो भयो हाम्रो भेन्टिलेसन त्यो भेन्टिलेसन यो कोल्ल्याको लागि चाहिँ हो. पछि हाम्रो यहाँ के अरे एउटा खाँचा छ नि, खाँचामा पछि एउटा ढोका टाइपको चाहिँ भोलि छेल्नको लागि चाहिँ पानी नाश भनेर छेल्न चाहिँ खाँचा राख्छ पछि फिट गर्छौँ. र यो साइडको चाहिँ टोयलेटको भयो. यो चाहिँ कोल्ल्याको हुन्छ, यो टोयलेटको पनि त्यस्तै छ सेम. यता चाहिँ हाम्रो कुवा, यो चाहिँ कुवा हो. अनि यसको तल्लोपट्टि चाहिँ यहाँ भोलिको दिनमा चाहिँ एउटा सानो स्टोरेज पनि बनाउन सकिन्छ. र यता चाहिँ यसरी चाहिँ यो के अरे अब यो चाहिँ एउटा भर्याङ माथि टप फ्लोर जानलाई. अलि भर्याङको भर्खरै यो ढलान भएको कारणले चाहिँ सेटिङहरू राखेको छ. यहाँ पनि हाम्रो सेटिङहरू मिलाउनु पर्ने छ. अब वायरिङको काम सिद्धियो भने चाहिँ अनि पछि यहाँ पनि सेटिङ लगाउने ढलान गर्ने चाहिँ हुन्छ. र यसरी चाहिँ हाम्रो घरको टप भ्यू अहिलेकोलाई चाहिँ यति छ है. यहाँभन्दा माथि टप भ्यू देखिँदैन. यो साइड चाहिँ टोयलेटको लागि यसरी छुट्याइएको छ. यतापट्टि खोला चाहिँ छ. यो चाहिँ भेन्टिलेसन भनौँ अहिलेको लागि. भर्याङ चढ्दाखेरि भेन्टिलेसन. यो चाहिँ 1 2 3 4 5 6 7 8वटा सरिया छ. क्रस जिगज्याग गरेर चाहिँ पछि बाक्लो बनाएर चाहिँ उयो गर्छन्. यो भयो हाम्रो घरको भ्यू टपको टेरेसबाट. यसमा कामहरू चल्दैछ. र यता चाहिँ हाम्रो काठको झ्याल छ यसरी. यो चाहिँ कोल्ल्याको साइडमा. कोल्ल्याको साइडको झ्यालहरू भयो. अनि यो भनेको चाहिँ एउटा कोठा. यो चाहिँ कोठा भनौँ. म एकछिन हाम्रो सानो छ तर ठिकै छ भाडाको दिनलाई. यो भयो हाम्रो अर्को कोठा. र यहाँ पनि चाहिँ भेन्टिलेसन राखेको छ. माथिपट्टि भेन्टिलेसन छ. यसको माथि यो भेन्टिलेसन चाहिँ त्यसपछि चाहिँ
यताबाट ढोका राख्नु के अरे झ्याल राख्नु मिल्दैन, झ्याल राख्यो भने फेरि यता घर बनाउँछ भन्ने कुरा थियो। त्यही भएर चाहिँ हामीले भेन्टिलेसन राख्यौँ। भोलि हामीले एयर पनि फ्लो हुन्छ, लाइट पनि आउँछ, अनि भोलिको दिनमा चाहिँ हामीले खासै झ्याल चाहिँ हुँदैन भनेर। अनि यो चाहिँ हाम्रो झ्याल यस्तो छ मेरो। अनि यो चाहिँ अघि मैले देखाएको कोठा यो हो, यहाँ पनि एउटा भेन्टिलेसन छ। यस्तो चाहिँ उठालो, यो पनि झ्याल काठको झ्याल हो, यहाँ पनि काठको झ्याल। अहिले यो चाहिँ हामीले भाडाको दिने सोचमा भएर चाहिँ अहिले ब्याङ्कले नगरेर यहाँ कुनै पनि हाल्दैन अथवा पिभिसी नगरेर सिधै हामीले झ्यालको राख्यौँ। अनि यो चाहिँ हाम्रो फ्रन्टको ढोका भनौँ। यो चाहिँ दोस्रो तलाको झ्याल, यो झ्यालबाट पुरा देखिन्छ यसरी। यहाँबाट यस्तो फ्रन्ट आउँछ। र अहिले चाहिँ हाम्रो यो पनि कोठा चाहिँ भाडामै दिने भनेर चाहिँ हामी खासै उयो गरेनौँ। यो भयो हाम्रो ढोका भयो। यो यहाँ अलिक सिधा बनाएको बाङ्गो छ नि, यहाँ यतापट्टिको तल्लो त्यस्तो सिधा राखेको छ हामीले, बाङ्गो चाहिँ छैन। यहाँबाट त्यस्तो देखिन्छ। अनि यता अगाडि चाहिँ हाम्रो स्कुललाई चाहिँ अब एकदम वाइड छ। यसो गयो यो झ्याल उगेको, सरी ढोकामा काट्यो। यसो गरेर चाहिँ हाम्रो के भन्नु अब यसलाई, यस्तो झ्याल आउँछ खोला फुल सबै गरेर। आसनगढ चाहिँ हाम्रो चाहिँ अलिक फरक छ। आसनगढको हल्का यस्तो बाङ्गो छ, हामी चाहिँ सिधा रहेको छौँ स्ट्रेट। के छ हाम्रो एउटा कोठा भयो, यो अर्को कोठा, त्यो तेर्सो कोठा। यस्तो चाहिँ अब कोठाहरू चाहिँ सबै गरेर चाहिँ अहिले हाम्रो तल यहाँ 3टा, तल 2टा भएर चाहिँ 5वटा छ। एउटा हल गरेर साइड गरेर 6वटा हुन्छ। यो चाहिँ भर्याङ भयो, यो भर्याङ गर्नु। यहाँ पनि एउटा भेन्टिलेसन, यहाँ एउटा सिधै झ्याल, यहाँ एउटा भेन्टिलेसन, यहाँ पनि एउटा भेन्टिलेसन, यहाँ एउटा प्लट भन्छ पछि। यो चाहिँ वायरिङको पाइप। यहाँमा चाहिँ एकदम ठुलो स्पेस छ अहिले। यहाँ हाम्रो खुल्ला पनि एकदम ठुलो स्पेस छ, एकदमै राम्रो छ। यहाँ बाइक 2टा मजाले अटाउनु खालको छ। यहाँबाट चाहिँ यतिसम्म छ स्पेस, एकदम ठुलो छ स्पेस। वायरिङको कटअफ भइरहेको अझै सेटिङ भरेको। अब अहिले यति गरेर अहिले जान्छु म चाहिँ भिडियो चाहिँ अब पछि बनाउँला। अब यही हाम्रो फ्रन्ट भ्यू अहिलेको।